हेलो एभ्रिवान, आज चाहिँ म तपाईँहरू ब्लग गर्दैछु। अन्त अब सुरु त के अघि नै भइसक्यो, खाना चाहिँ पकाइहालौँ भनेको। अन्त आज पर्दाखेरि चाहिँ फेरफार गरौँ भनेको हो। अन्त सब्जी पकाइदिन्छु। किनेमा कस्तो दामी किनेमा छ कि, त्यो किनेमा चाहिँ साँच्चै नै मलाई पुरा मन पऱ्यो हो। त्यो किनेमा चाहिँ म त्यो खाने त कोही पनि होइन, म एक्लै खान्छु। मिठो रहेछ कस्तो पिरो लसुन छिलेर लसुन प्याजहरू हाल्नु पऱ्यो नि। कस्तो मिठो किनेमा हौ साँच्ची नै। के गर्नु, यस्तै छ घरको काम। सधैँको एउटै हुन्छ, खाना पकाऊ खाऊ लुगा धुऊ घर मिलाऊ है। यही हो लाइफै। आज थर्सडे हो। तर आजको दिन पनि राम्रो भइरहेको छ, पानीहरू अब अलिक कम्ती नै पर्दैछ कि। तपाईँहरूलाई पनि किनेमा मनपर्छ होला है। कसलाई मनपर्छ कमेन्ट्स गर्नुहोस् ल। अन्त बेसी खानु हुँदैन, जिउहरू दुख्छ के भन्छ कि। तर म त बेसी खाँदिनँ, किनभने मलाई त्यो थाइरोइड पनि छ नि त। थाइरोइडले गर्दाखेरि चाहिँ मलाई खानु हुँदैन भन्छ। भटमासको हो नि त है किनेमा। अन्त भटमास चाहिँ नखानु भन्छ नि त। तर पनि अब कोही कोही बेला त के हुन्छ, फेरि दबाईहरू खाइ नै रहेको हुन्छ हो। सधैँ चाहिँ खानु भएन। आज मेरो बुढो पनि खाना खाने घरमा आउँछु त भन्दै थियो। त्यही कारणले आइहाल्यो भने भनेर चाहिँ उसको लागि चाहिँ होटल बनाइदिएको। किनेमा खानु हुँदैन फेरि हो। मन त पराउँछ कि, तर खानु हुँदैन। पोटल मलाई पोटल पुरा मनपर्छ कि पोटल। तर नि कस्तो मजाले बनाउँछ, म त्यो चाहिँ जान्दिनँ होला। त्यस्तो लाग्छ मजाले फ्राई गरेर हो। मलाई चाहिँ तर यस्तो भित्रको निकालेको मन पर्दैन, पोटलको त्यसको बाहिरको कागज लागेको जस्तो लाग्छ कि। अन्त चाहिँ मलाई चाहिँ मनै पर्दैन यो पोटलको चाहिँ हो। मजाले भुटेर बनाउनु मनपर्छ हो। आज चाहिँ पर्दाहरू पनि फेरौँ भनेको, घर पुरा मैला देखिरहेको जस्तो भइरहेको थियो। पर्दाहरू फेर्छु कि, पर्दाहरू फेर्नु पऱ्यो। यसरी बनाउँछु हो। मैले प्याज लसुन काटेँ, अब टमाटर काट्छु। टमाटर खुर्सानी काट्छु, त्यहाँदेखि होइन यस्तो पर्दा फेर्नु पऱ्यो। पर्दाहरू फेर्छु घरको काम। मेरो प्लान्ट हेर्नुहोस् ल, यो कस्तो राम्रो भएछ हो। यो चाहिँ मैले गोर्खेहरूबाट किनेको, तर राम्रो सप्रियो। यो चाहिँ स्पाइडर कि, यसको चाहिँ माला त सिरिलो सिरिलो भइरहेको छ। घाम नलागेर हो कि के हो। यो पनि राम्रो भएको छ हो। यो चाहिँ मैले बुनेकोहरू हो। त यो पनि राम्रो भएको छ। मलाई चाहिँ प्लान्टहरू यसरी घरमा मजाले राख्नु मनपर्छ कि। तर अब घर सानो छ, फेरि उयो छ नि त, के भन्नुहोस् त, यहाँ घाम लाग्दैन नि त। घाम पस्दैन पनि, घाम त्यति राम्रो लाग्दैन कि। अन्तखेरि चाहिँ यो प्लान्टहरू कतिवटा इन्डोर मात्रै राख्छौँ। यो चाहिँ साह्रै राम्रो भएछ रिजल्टले, मेरो नजर चाहिँ नलागोस् हो। अन्त यो चाहिँ मलाई अस्ति मेरो बर्थडेमा नानीले गिफ्ट दिएको। अस्ति त यो एउटा नानीले त राखेको थियो कि सजाएर तल।
भरे त टक्कै टोकिँदैछ त यस खाने भनेर कि अन्त अहिले चाहिँ माथि माथि राखिदिएको अन्त यो कस्तो पानीमा हालिबनाएको मलाई चाहिँ पानीमा हालिबनाएको मनपर्छ कि अब अलिअलि हाल्नुपर्छ होला हो यहाँ पाक्नु त पाकेको छ एकछिन अझै भुटेपछि मजाले मिठो हुन्छ मलाई त्यो सुक्खै यस्तोहरू मनपर्छ साह्रै झोल चाल कोही कोही बेला चाहिँ सिमी र आलुमा झोल त्यस्तोहरू मनपर्छ र त्यस्तोहरू चाहिँ कुकरमा बनाएको मनपर्छ मलाई एकछिन छोपिदिन्छु ल म एउटा सानो कराईमा बनाउँछु त्यसमा पकाउँछु यो कभरले गर्दाखेरि के यो राम्रो नखाएको फ्राइको यो भयो भयो होला है टमाटरहरू सबै काट्यो पाकेको जस्तो पनि लाग्यो पाक्यो चाहिँ अब चाहिँ यसमा यसमा चलाउनु पऱ्यो किनेर आउँदैन होला जस्तो लाग्यो यसमा चाहिँ एउटै कराईमा बनाएको चाहिँ सजिलो लाग्छ सबै यो कराईहरू मनपर्छ मलाई मेरो आमाले कराई मनपर्छ मलाई यो कराई हेर्नुहोस् न मेरो छोराको सेतो सानो कि सेतो एउटा टी सर्ट थियो उसले कहाँ राखेछ भरे कहाँ टेपमा पसेको थियो रहेछ कि के हो हो चिती लागेछ हो अन्त म त कस्तो माया मन पराएको टी सर्ट हो फेरि बुझ्दैन केटाकेटीहरू हो मेरो त यस्तो गर्दा चाहिँ मम्मीले भन्छ होला त्यो उयसमा गरेर राखिरहेको छु भिजाइरहेको छु त्यो एमवेको एसिडमा कि त्यसले तर जाँदो रहेछ म अहिले देखाउँछु ल तपाईँहरूलाई त्यसले मजाले दल्नु चाहिँ पर्दो रहेछ कि फेरि लगाएर राखेको छु हो कस्तो मजाको थियो त्यो 100 इयर्सको स्वामीको लेखेको उसले पुटापुटीबाट किन्यो अन्त उता चाहिँ लगायो लाउनु चाहिँ पुरै लगायो भने यहाँ आएर पनि लगाएको थियो विन्टरमा भरे त उयो गरेछ किनेमामा त अलिकति तेल मिठो हुन्छ है अलिकति चाहिँ किनेमा छले चाहिँ
के पनि खानु मन परेको हामीलाई बेसी त लेडिजहरूलाई मनपर्छ त्यो त केटाहरूले पनि खान्छ खानु त अब म फर्स्ट लसुन हालिदिन्छु हेर्नुहोस् है तेल त पऱ्यो होला सानो ट्राई गरेँ सानो गरेर लसुन हाल्यो लसुनको फ्लेभर चाहिँ मनपर्छ मिठो लाग्छ अब प्याज हाल्छु फेरि लसुन डढ्यो भने त्यसको उयो मिठो हुँदैन कि रातो रातोमा हाल्यो भने चाहिँ है फ्लेभर चाहिँ राम्रो हुन्छ म चाहिँ यसरी पकाउँछु तपाईँहरूले यसरी पकाउनुहुन्छ प्याज टमाटर मात्रै पकाउँछ है किनेमा र अस्ति चाहिँ यसरी ट्राइपोड थियो कि अस्ति एउटा किनेको थिएँ नानीको त्यो होमवर्कहरूको लागि भनेर कि उसले नै बिगायो भन्छ र अहिले त अलिअलि जुगाड गरेर चलाउँदै थिएँ टक्क भयो अन्त अलिक देखाइदिउँ भनेको थिएँ यतिसम्म भएको चाहिँ हुन्छ होला यतिसम्म भएको छ पर्खिनुहोस् ल अन्त देख्दै रहेछ देख्नु त अलिक कम्ती भएपछि चाहिँ यसमा अलिक त्यो नुन हालिदिनु पऱ्यो यति छ किनेमा चाहिँ मलाई त 2 दिन हुन्छ किनेमा किन बेलुका खाँदिनँ हो डर लाग्छ बेलुका चाहिँ ग्यास हुन्छ भनेर नुन चाहिँ कम्ती नै हाल्छु तर अस्ति पनि नुन नहालेको त मिठै लागेन फेरि थप्नु पऱ्यो हो अलिकति टेस्टी त टेस्टी नै हुन्छ नि मजाले सिलौटो लोडो चाहिँ यहाँ राख्छ मलाई चाहिँ सिलौटो लोडोमा पिसेको चाहिँ मनपर्छ हो अन्त अब योलाई हाल्नु पऱ्यो एउटा हाल्नु त अप्ठ्यारो हुँदो रहेछ तर के गर्नु ए होइन हल्दी हालिदिइहाल्छु ल म पनि यहाँबाट हल्दीको भाँडा झिक्छु हल्दी हाल्छु अलिकति कलरको लागि काश्मिरीलाई तिखा लालु अलिकति हालिदिन्छु ए छोटो मसला हालिदिन्छु तिखा लालु भनेर अलिकति मात्रै हाल्छु त्यस्तो बेसी मन पर्दैन अझै डल्ले भए त है काँचो डल्ले भए चाहिँ भिजाएको डल्ले भने चाहिँ काँचो डल्ले भए चाहिँ मजाले हाल्नु कसैले तिखा लालु पनि पाउँदैन होइन बनाउनु पर्ने रहेछ खास गरेर दामी देख्छ नि अहिले भातसँग खानु मजाले मोलेर खानु अब टमाटर हालिदिन्छु कि अन्त टमाटर सँगसँगै एकछिन चलाएर योमा हाल्नु पऱ्यो तर किनेमा पकाउनु चाहिँ पकाउनु कि घरै बनाउँछ र त्यो के पकायो के बनाएको भन्छ नि मान्छेहरू त्यस्तो योसँगै हालिदिन्छु ल म चाहिँ यसरी पकाउँछु कि साह्रै मिठो मजाले धुयो कि फेरि बेसी राख्नु पनि मिठो हुँदैन नि त हो मलाई त बेसी हुँदो रहेछ यत्रो बेसी त अब यसलाई सानो आँच गरेर पकाउँछु
तिनजेल चाहिँ म अलिकति पानी पिउँछु तिर्खा लाग्यो पुरा। अब चाहिँ म यहाँको पर्दाहरू फेर्छु हो फेरिसकेर यहाँको तपाईँलाई देखाउँछु ल। फेरि हो उता भित्रपट्टि पनि फेरि अब मन्दिरमा फेर्नु छ कि अन्त अब अलिकति ग्रिन टी खाऊँ भनेर नि पुरा थाकेँ। अब ग्रिन टी म चाहिँ ग्रिन टी खान्छु, ग्रिन टी पिउँछु, खान्छु पनि। सरी है साथीहरू, अलिक मिस्टेक भइहाल्यो। अब आज दिउँसो त खानाहरू खाएको त मैले देखाउनु पाइनँ तपाईँलाई हो, किनभने अलिकति हतारै भयो। खानासाना खाएर एकछिन बसेँ, फेरि मान्छे आएको थियो, उनीहरूसँग यताउति गर्दा भिडियो बनाउनु पाइनँ है। अब चाहिँ म नानी लिनु गएको, रेडी हुँदैछु हो। खै दिन पनि घरि जाडो हुन्छ घरि के हुन्छ, कपाल पनि आज त नुहाउनु पाइनँ कि बस यस्तै बनी गरेर जानु पऱ्यो है। ल अहिले म पुगेर या घरमा आएर देखाउँछु नि ल तपाईँहरूलाई। बाटोमा खिच्नु पायो भने ठिकै छ, नत्र फेरि मलाई बिर्सिहाल्दो रहेछु फेरि खिच्नु हो। अन्त आज चाहिँ गोर्खेहाट पनि हो, यहाँ गयो भने चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु नि ल। यसमा चाहिँ रेडी भएँ, हामी निस्किनु आँटेको, तर निस्किनु आँटेको त हो, दिन चाहिँ पानी पर्ला जस्तो भयो। अब म तालासाला लाउँछु चाबी हो।